के तपाईलाई डे 02 भर्न आउँदैन? सिक्न चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि धेरै महत्त्वपूर्ण हुन सक्छ। कृपया नछुटाइकन लास्टसम्म हेरिदिनु होला। र मेरो च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने यस्तै भिडियोको लागि कृपया सब्स्क्राइब गरिदिनु होला। र यो भिडियो तपाईलाई राम्रो लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। ल यो भिडियो सुरु गरौँ। सर्वप्रथम आईआरडी ओपन गर्ने। ओपन गरेपछि ट्याक्स पोर्टलमा जाने, करदाता पोर्टलमा। करदाता पोर्टलमा गएपछि इन्कम ट्याक्समा क्लिक गर्ने। त्यसपछि D02 मा यहाँ हामीले त्यो सबै डाटा ब्लर गरेर राखेको छौँ कि हाम्रो प्राइभेसी रहोस्। आज हामीहरू इन्कम ट्याक्स D02 को रिटर्न फाइल गर्न गइरहेको छौँ। त्यसमा सर्वप्रथम प्यान राख्ने, पासवर्डमा जे पनि राख्न सक्नुहुन्छ। त्यसपछि स्थायी लेखा नम्बर अनि कुन वर्षको हामीहरूले इन्कम ट्याक्स रिटर्न गरिरहेको छ त्यो राख्ने। त्यसपछि मोबाइल नम्बर अनि त्यसपछि सेल्स रकम कति हो त्यो राख्ने अनि कति प्रफिट कमाउनु भएको छ त्यो ब्यालेन्स सिटको अनुसारले राख्ने अनि अन्यमा क्लिक गर्ने अनि लगइन गर्ने। यहाँ भएपछि फेरि त्यो प्रोसिडमा क्लिक गर्ने। अब यहाँ D2 जति जे डाटा हुन्छ त्यो डाटा राख्दै जाने। सर्वप्रथम हाम्रो जुन फर्म हो उहाँको नाम र फर्मको नाम आउँछ। त्यसपछि कारोबार कति हो कारोबार राख्ने अनि कट्टी रकम कति हो त्यो राख्ने। त्यसपछि यहाँ हाम्रो प्रफिट कति भएको छ त्यो यहाँ निस्किहाल्छ। त्यसपछि हामी पहिला जुन D01 को डाटा हुन्छ त्यो अनुसारले राख्ने, 30 लाख त्यसको राख्ने। त्यसपछि 30 लाख भन्दा माथि र 50 लाखसम्म को अनुसारले 1% मा जान्छ यसमा। त्यसमा 20 लाख हामीहरूले राख्ने है। त्यो एकचोटि सबै डाटा पढेर अनि त्यसपछि राख्नुपर्छ। अर्को भिडियोमा म विस्तृत रूपमा त्यो भन्ने छु। अब बाँकीको जुन ट्रान्जेक्सन हुन्छ त्यो 50 लाखदेखि 1 करोडसम्ममा त्यो यसमा डाटा राख्ने अनि यो राखेपछि हाम्रो ट्रान्जेक्सन मिलिरहेछ कि छैन त्यो एकचोटि चेक गर्ने माथिबाट अनि त्यसपछि क्याल्कुलेटमा क्लिक गर्ने। क्याल्कुलेटमा क्लिक गरेपछि तल हाम्रो सुरुको मौजात, खरिद, प्रत्यक्ष खर्च र अन्तिम मौजात यो सबै राख्ने। प्रत्यक्ष खर्चमा तपाईको अफिसको जुन खर्चहरू हुन्छ, जुन डाइरेक्ट हुन्छ, इन्डाइरेक्ट त्यो सबै राख्ने यसमा। यहाँ राखेपछि हाम्रो माथिको जुन कट्टी रकम छ त्यो मिल्नुपर्ने हुन्छ। एकचोटि त्यो पनि भिडान गर्ने अनि त्यसपछि तल गएर अब यसमा एउटा पहिला सेभ गर्नुपर्ने हो। एउटा अझै कुरा जुन यहाँ एड गर्नेवाला छ जस्तै प्रशासनिक खर्च, अदर जुन पनि खर्च हुन्छ त्यो यहाँ बुँदागत राख्न पनि सक्नुहुन्छ या
प्रत्यक्षमा एकचोटि जोडेर राख्दा पनि हुन्छ। मैले जोडेर सबै राखिदिएको छु एकै ठाउँमा। यो बताउनको लागि हजुरहरूलाई यहाँ मात्र म चार्ट बनाइरहेको छु। तपाईले जसरी मन लाग्यो त्यसरी राख्न सक्नुहुन्छ। यहाँ सेभ गरेपछि अब फेरि माथि अनुसूचित 10 रेडी गर्न जानुपर्छ। अनुसूचित 10 मा आएपछि सर्वप्रथम पहिला हेर्नु पर्ने भयो कि पछाडिको मर्यादा छ कि छैन। एकचोटि चेक गरेर तब अगाडि बढ्ने हो। यहाँ हाम्रो 0 ब्यालेन्स छ, त्यसपछि त्यो काम लागेन। अब हामीले पहिला पासवर्ड राखेर त्यसको टिडिएसहरू के कति कटा भएर आएको छ हाम्रोमा या पेमेन्टहरू बुझाएको त्यो सबै छ आएको कि छैन आएको त्यो एकचोटि चेक गर्ने। चेक गरेपछि अनि त्यसपछि अगाडि बढ्ने। हाम्रो सबै यहाँ ठिक छ, जति टिडिएस कटा भएको छ त्यो आएको छ। एकचोटि सरासर चेक गरेर अनि त्यसपछि अगाडि बढ्नुपर्छ। नत्र एकचोटि भेरिफाई भएपछि फेरि त्यो राख्न पाइँदैन। त्यसपछि सेभ गरेर अनि ब्याक निस्किने। एकचोटि प्रिन्टमा प्रिभ्यू गरेर पनि हेर्न सकिन्छ कि जुन हाम्रो एक्चुअलमा हुनुपर्ने थियो त्यो आएको छ कि छैन। अनि त्यसपछि ब्याक जाने। त्यसपछि फेरि ट्याक्स क्याल्कुलेट गर्ने। त्यसमा केही न केही चेन्जेस आउँछ। अनि त्यसपछि तल जाने अनि सेभमा क्लिक गर्ने। यहाँसम्म गरिसकेपछि अब अनुसूची 13 फिलअप गर्नको लागि हामीहरूले जानुपर्छ। अनुसूची 13 फिलअप गर्नुभन्दा अगाडि एकचोटि पिडिएफ खोलेर डेटुको अनि सरासर चेक गरिहाल्ने कि हामीले डाटा जुन राखेको छौँ त्यसमा कुनै मिस्टेक त भएको छैन नि। हाम्रो जुन ट्याक्सको गणना भइरहेको छ त्यो ठिक छ कि छैन त्यो सबै चेक गरेर सरासर एकचोटि चेक गर्ने। अनि त्यसपछि चेक गरेर अनि अगाडि बढ्ने। यहाँ हाम्रो सबै ठिक छ। त्यसपछि हामीले अनुसूची 13 मा जाने। अनुसूची 13 मा आएर हामीले पहिला सेल्स अपडेट गर्ने। के कति जुन हामीहरू उता राखेको थियौँ डेटुमा त्यो अनुसार नै यहाँ राख्नुपर्छ। अनि कति प्रफिट कमाउनु भएको छ त्यो राख्ने। त्यो राखिसकेपछि सेभमा क्लिक गर्ने। अनि यहाँ हाम्रो जुन 1 लाखभन्दा मुनिको कारोबार जुन हुन्छ त्यो यहाँ सो गर्नुपर्छ। डेटुमा त्यो सो गर्दा नगर्दा पनि केही फरक पर्दैन। वा हाम्रो कुनै पार्टीको 1 लाखभन्दा बढीको ट्रान्ज्याक्सन छ भने त्यो आएर यहाँ राख्नुपर्छ। मैले अलरेडी एक्सेलमा त्यो डाटाहरू बनाएर राखेको छु फर्मेटमा। त्यो यहाँ आएर अपलोड गरिदिने। तपाईहरू हेर्न सक्नुहुन्छ। अनि चेक लिस्टमा क्लिक गर्ने। त्यो क्लिक गरेपछि एकचोटि चेक गर्ने कि जुन
1,00,000 बढीको पार्टीहरू जुन छ त्यसमा कुनै त मिस्टेक त भएको छैन नि। एकचोटि PDF ओपन गरेर अनि एकचोटि हामीहरूले पहिला चेक गरिहालौँ, त्यसपछि अगाडि बढ्ने हो। यहाँ हामीहरूले जुन राखेका छौँ डाटा, त्यो डाटा सबै ठिक छ। यहाँबाट पछाडि ब्याक भएर त्यसपछि यसलाई फेरि त्यो ट्याक्स क्यालकुलेट जुन गरेको हुन्छ त्यो फेरि एकचोटि क्यालकुलेट गर्नुपर्छ। अनि त्यसपछि हामीले सेभ गर्नुपर्ने। अब कुनै त्यस्तो अपडेट गर्नुपर्ने छैन भने सबमिट गर्दा हुन्छ। एकचोटि चेक गरेर अनि त्यसपछि सबमिटमा क्लिक गर्ने। यहाँबाट हाम्रो फाइल सबमिट भइसकेको छ। अब यहाँबाट तपाईँले सबमिसन टिप्नुभएको छ भने ठिकै छ, टिप्नुभएको छैन भने अनुसूचित एरियामा ओपन गरेर अनि कपी गरेर अर्को ठाउँमा IRD लगइन गरेर करदाता पोर्टलमा जाने अनि जेनरलमा गएपछि ट्याक्स पेयर लगइनमा लगइन भई क्याप्चा राख्ने अनि लगइन गर्ने। लगइन भएपछि यहाँ आएर भेरिफिकेसनमा क्लिक गर्ने अनि जुन पछाडिमा जुन सबमिसन थियो त्यो कपी गर्ने अनि भेरिफिकेसनमा आएर डेट सिलेक्ट गर्ने अनि सबमिसन राख्ने अनि ट्याब थिच्ने अनि भेरिफाईमा क्लिक गर्ने। हाम्रो यहाँ आएर विवरण सक्सेसफुली अपडेट भइसकेको छ। अब तपाईले ट्रान्जेक्सनमा गएर हेर्न पनि सक्नुहुन्छ। आइटीमा जाने, यहाँ हाम्रो 8182 को डाटा कम्प्लिट भइसकेको छ। हजुरहरू हेर्न सक्नुहुन्छ। अब त्यो डाटाहरू प्रिन्ट गरेर फाइलिङ गर्न सक्नुहुन्छ। त्यसैले हामीहरूले प्रिन्ट गरेर राखिरहेको छौँ। पछि ब्याङ्कमा दिन सहज हुन्छ, त्यसै कारण हामीहरूले सबै प्रिन्ट गरेर राखेको छौँ। अब यहाँबाट ब्याक निस्केर अनि लगइन फेसमा ट्याक्स क्लियरेन्स भन्ने पोर्टल दिएको हुन्छ, त्यसमा गएर अनि कर चुक्ता निकाल्न सक्नुहुन्छ। हाम्रो यो फाइलमा भ्याटको पेमेन्ट बाँकी भएको कारणले ट्याक्स क्लियरेन्स निकाल्न मिल्दैन। थ्याङ्क यू। कृपया लाइक, कमेन्ट अनि सब्सक्राइब र सेयर गर्न नभुल्नुहोला।